नकिन्ने हो र रिस यार यस्तो पाराले म भ्यू हेर्नुभन्दा अगाडि नै मर्छु जस्तो छ म त यस्तो हतार भइसक्यो मलाई होइन माथिको भ्यू हेर्न चाहिँ सिन्धुपाल्चोक चौतारा यहाँबाट बत्ती माथि गएर आएको अहिले रात 12 बज्यो है यहाँ भूत गराइदिएर क्या अघि माथि सुन त खाइरहेको छ कि जान्छु यार घर छुङ जान्छु कहीँ हलमा दिँदैन हेलो गाइस वेलकम टु माई ब्लग म फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो भिडियोमा है म चाहिँ आज यस्तो चौतारीतिर छु गाउँतिरै छु अनि चर्च सकेर क्याम्प सिद्धाएर चाहिँ अनि म भइसक्यो दसैँ पनि सिद्धिसक्यो लगभग अनि यतातिर आएको छु देख्न सक्नुहुन्छ तपाईँहरू यो चाहिँ हो बुद्ध पार्क जाने गेट माथि जाने गेट है अनि यत्रो भर्याङ हिँड्नुपर्छ म चाहिँ भर्याङ जान्दिनँ होला सायद जाने माथि अनि यस्तै छ साथीहरू नलाउनु माया लाइयो छोडेर जानेलाई अब लामखुट्टेले टोकेर मऱ्यो त्यसका बाद एउटा सायरी अनि ठिकै छ साथीहरू अनि तपाईँहरूलाई धन्यवाद छ मेरो भिडियोहरू हेरिदिनुहुन्छ सब्र गरिदिइराख्नु भएको छ अझै माया देखाइदिनु होला अझै सब्र गरिदिनु होला है अनि हिन्दीमा भ्लग बनाउने सोचिरहेको थिएँ मैले र हिन्दीमा नि कसरी बनाउने होइन त्यति बोल्न आउँदैन मसुर आई किसी के जाने के लिए पैदा नआयो वा किसी के मार्ने के लिए के भन्थ्यो थाहा छैन अब अनि यत्रो उक्लिनुपर्छ भर्याङ अनि यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू सनराइज चाहिँ मस्त टल्किरहेछ खोइ कहाँ पुग्यो घाम कस्तो मजा देखिरहेछ यहाँनिर देख्छ अलि माथिबाट अहिले अनि यो भर्याङ चाहिँ कहिले उक्लिसक्ने होला कि भर्याङ उक्लिनुपर्छ बेसकरी दौडिन्छु म पनि अब ओइ कुद भेट्यो कुद यसलाई सरोजलाई भेट्छु मैले त्यसको लागि सकिएन यार कस्तो स्वास गाह्रो हुँदैछ अनि यहाँ मान्छेहरू लोक आएर तलबाट है हेलो म्याडमजी अनि चौतारा हस्पिटल उति हो हस्पिटल अनि हाम्रो मिस नेपाल घोसी मुन्टो लाएर हिँड्ने होइन अहिले कुरा खान्छन् फेरि अहिले न्युज हो ल तान्दिन्छु पछाडिबाट अहिले पुरै रिसाएर हिँड्दा छिन् अघि चक्लेट किनिदियो अरे मसँग पैसा छैन भनेको रिसाएर यहाँ बम भएर बसिरहेको छन् चक्लेट नकिन्दा हो र रिसाएको हेर त चक्लेट अहिले किनिदिन्छु क्या पखना चाहिँदैन गाइस हेर्नुहोस् तपाईँहरू देख्न सक्नुहुन्छ सिन्धुपाल्चोक चौतारा बल छैन त भ्यू होइन यस्तो राम्रो छ यस्तो बल भ्यू देखिन्छ है जति माथि गयो त्यति राम्रो देखिन्छ भने भर्याङ अझै माथिसम्म छ है अनि जति राम्रो गयो त्यति बल भ्यू देखिन्छ क्या माथिबाट माथि अच्छा यार बुद्ध पार्कमा पुगेपछि झन् कस्तो बल भ्यू देख्यो यार है हिँड्दै आएको छु क्या म बाइक साइक पुगिरहेको मेरो बाइक म हिँड्दै आएको छु अहिले अनि हेर्नु गाइस हेर्नु पछाडि यस्तो गाह्रो भयो भने यस्तो बल भ्यू हेर्नलाई म आइपुगेको छु आज सिन्धुपाल्चोक चौतारा ए मान्छेहरू चक्लेट नकिन्दा भनेर रिसाका मेरो फोटो पनि खिच्दै होइन तिमीहरूलाई हाइट ओहो ओइ कस्तो बल देख्यो यार हेर ल हेर्नु यस्तो बल दामी झन्डै माछा माऱ्यो एउटाले ल अब माथिबाट देखाउनु पर्छ फेरि कस्तो देखिन्छ माथिबाट है त माथि गएर भेट्छु माथि आइसक्यो माक्सु डाँडामा यहाँबाट चाहिँ अलिकति रुख चाहिँ छुकिँदैछ मोबाइल छ कि राम्रो ए यस्तो बल भ्यू देखिन्छ माथि डाँडाबाट है तल पुरै देख्न सक्नुहुन्छ तपाईँहरू
मर्नै छ कि है। अनि म चाहिँ यतातिर एक्लै अन्त ल अब चाहिँ गाइस म सिधै माथि लौटातिर गएर भेट्छु। यस्तो बवाल यस्तो दामी लागेको छ कि मलाई होइन। कति यस्तो हतार भइसक्यो मलाई होइन। माथिको भ्यू हेर्न चाहिँ कहाँ कति बेला त्यहाँ माथि पुग्नलाई हेर्नु जस्तो भइरहेको छ कि नाइट भ्यू होइन। रातिको टक्कै झिलिमिली बत्ती पुरै बजार पुरै होइन। अनि त्यसपछि हुन्छ नि अब बबाल के अब अलिकति सोच्दै नसोचेको भ्यू देख्नेवालामा छ। अब हेर्नु आएमा मर्नु लाग्छ कि घाम डुब्नुभन्दा अगाडि पुगौँ भनेको घाम पनि डुब्नु लागिसकेको छ है त। ल ओइ आइपुगे तिमीहरू म गएँ बिस्तारै हिँड्दै आऊ तिमीहरू है। ल यहाँ नै देखिरहेको छु अझै चौताराको भ्यू मजाले एकछिन भेट्छ। माथितिरको अरू भेट्छ। अब चाहिँ लाज गाह्रो भइरहेको छ मर्छु यार। यस्तो पाराले म भ्यू हेर्नुभन्दा अगाडि नै मर्छु जस्तो छ म त। हेलो गाइस देख्न सक्नुहुन्छ तपाईँ म माथि डाँडामा आइसकेँ अहिले। सिन्धुपाल्चोक चौतारा एकदमै राम्रो छ एकदमै बेस्ट छ घुम्नको लागि होइन। अनि भ्यू यस्तो बवाल देखिन्छ माथि डाँडाबाट चौताराको भ्यू है। अनि ये देखो इधर बहुत अच्छा है रे भाई घूमने के लिए ये जगह। बहुत अच्छा है इधर घूमने के लिए बहुत बढ़िया जगह है यो। अघि मैले एउटा भिडियो बनाएको थिएँ त्यहाँनिर भिडियो कट हानिदिन्छु यार कस्तो रिस उठ्ने। त्यसबाट कस्तो दामी आइरहेको यसकोबाट के दामी आइरहेको त्यो टाउको इफेक्ट लाग्छ भने या ल ल ल ल भान्जा एउटा फोटो सेटको क्यामेराबाट इफेक्ट लाउनु मिल्छ है। मेरो फोटो हान्दै एउटा चौतारा कस्तो बवाल देख्छ राम्रो होइन। अनि मान्छेहरू के भएको हो यो बहिनी फोटो खिच्न नहुने भिडियो खिच्न नहुने यस्तो बवाल छ कि यस्तो राम्रो भ्यू छ होइन। आउनुहोस् भ्यू गर्नुहोस् घुम्नुहोस् होइन। यो चाहिँ छोटो भिडियो मेरो भक्कको लागि भिडियो बनाएको मैले है त। युट्युब च्यानल प्रेम पोखरेल 959 सर्च गरेर भेट्नुभयो भने भेट्नुहुन्छ तपाईँहरू मेरो युट्युबमा फुल भिडियो। पानी खाएको कस्तो ढ्याउ आइदिएर यार त्यो टाउको कस्तो छातो लाग्यो भने यहाँनिर हो कि रातभरि बसेर होइन। यहाँ हो कि उयो डाँडामा हो कि यहाँनिर कस्तो मजाले एक्लै लुक्का छुप्पी बहुत हुई बहुत अच्छा है बहुत बढ़िया घूमने के लिए जगह। आओ इधर बैठो घुमो अनि अच्छा जाओ। अरू भन्दा नि अनि बेलुका बस्न चाहिँ बबाल मजा आउने रहेछ कि 6-7 बजेपछि होइन। टक्क आएर रातभरि टक्क होइन चौताराको भ्यू हेर्दै। अब दिउँसो पनि बबालै देखिन्छ राम्रै देखिन्छ होइन दिउँसो अनि यस्तो के दिउँसो भन्दा पनि राति चाहिँ बबाल भ्यू देखिन्छ कि यतातिरकै पुरै बत्ती होइन पुरै डाँडा काँडा होइन वरिपरि पुरै यस्तो पुरै डाँडा काँडा के पुरै वारपार होइन यस्तो यस्तो राम्रो देखिन्छ कि पुरै भ्यू। त्यही भएर भन्छु कि आउनुहोस् तपाईँहरू चौतारा घुम्नुहोस्। अनि प्रेम पोखरेल सम्झिनुहोस् यति घुम्न चाहनुहुन्छ भने म लोकेसन दिन्छु तपाईँहरूलाई। अनि बाटो पनि भनिदिन्छु अनि ठाउँ पनि देखाइदिन्छु। अनि म पनि सँगै आएर घुम्छु तपाईँहरूसँगै। ल आउनुहोस् है त पुरै खतरा छ कि राम्रो छ कि भ्यू चौतारा। कुन डाँडा यहाँबाट बत्ती पारी बत्ती देखेको ठीक है। मैं अभी बाद में मिलूंगा बाद में बैठूंगा। गाइस अनि म चाहिँ बुधबारबाट एक्लै फर्किँदैछु माथि गएर आएको। अहिले रातको ठ्याक्कै 12 बज्यो है। रातको 12 बज्यो टेन्सन भएको थियो होइन। अनि यस्तो लाइफको बारेमा सोच्दै बसिरहेको थिएँ। अनि सोच्दै अब के भन्नु रातको 12 बजिसकेको छ है भन्ने छैन। रातको 12 बजे एक्लै सुनसान जङ्गल होइन जस्ट नाउ फिल केही गाई छैन। यस्तो मजा होइन यस्तो
मन चाहिँ एकदमै शान्ति हुने कि जिउ स्ट्रिङ हुने क्या मजा लाग्ने कि होइन टक्क एक्लै ओइ मेरो चस्मा बिर्सेछ यार माथि अनि एक्लै यहाँ भर्याङबाट हिँड्दैछु अहिले चाहिँ म लखर पारेर ठ्याक्कै भर्याङमा भूत करा यार ओ एकछिन भूत करा चाहिँ कराऊ न भिडियो गर्छु कि म करा न भने भूत टसले यार भूत क्या भूत कराइदिएर क्या अघिमा कस्तो एक्लै सुन त भर्याङमा होइन सुन्छ नि भूत करायो भूत हेर गएर छ यस्तो डर लागिरहेको छ कि म चाहिँ अब जान्छु यार घर छिउँछिउँ जान्छु कहीँ अलमा दिँदैन मासु सात बुझ्न लगाउँथ्यो हेलो क्यान्सी कता हिँड्यो किचकन दिएर कस्तो तर्साइदिएर यार ल गाई चाहिँ अहिले बसीतिर भेट्छौँ